आज मेरो रोपाई हो। म आगी छु खेत रोप्नका लागि। हामीले खेत रोपाई गरिखेन देउडा खेल्यौँ, पागो खेल्यौँ, यस्तो रमाइलो गर्यौँ हामीले रोप्ने बेला। मैले त अरू थियो रे बल्ल पनि जोते। मेरा गाउँकी बैकिनले त मुलाई पागाउँदी चोपल चापल गरिखेन केही राखेन। तमी तम्रा गाउँ खेत रोप्ने बेला रमाइलो हद्दा छौ कि नै? हामी त हाम्रा गाउँ यसै गद्दा छौँ। पागो खेल्ने बेला मेरा गाउँ आइजाऊ। कसा छौ? निकै छौ क्या? म सिधै पहाडबाट पहाडी छोरी। आज मेरो रोपाई हो। हामी रोपाईका लागि बिहान उठिखेन मम्मी मु बहिनी हामी पुरी रे तरकारी पकाउन लागेका छौँ। हेर मैले यति पुरी पकाइहालेँ। अब हामी एक काटुन्दा पुरी हालिखेन तरकारी पकाइखेन रबालिने हौ। अहिले बिहान हो। मेरो रोपाई चाहिँ दिउँसो हो। देखे दिउँसो हो। म यसरी तरकारी पकाउन लागेकी छु। यत्रो टापका तरकारी पकाउन लागेकी छु। 20 जनी रोप्नेरी छन्, 15 जना बाउसे छन्। अझ अरू कति छन्। हामी जान लागेका छौँ अब रोप्न। हेर टाइम भइगयो। हामी रोप्न बाइगयौँ। आन्टी म हामी सबै जान लागेका छौँ। तलै हाम्रा खेत देखेका तले बल्ल अगाडि बाउसे अगाडि जाँदा हामी रोप्नेरी चाहिँ पछाडि जान्छौँ हामी। हेर मेरा गाउँका खेत हेर बल्ल यसरी जोत्तान। तम्रा गाउँ कसरी जोत्तान? तम्रा गाउँ मेसिनले लाउँदा छौ कि बल्लले जोत्ता छौ? अब त सबै ठाउँ मेसिन आइगयो अरे, तर हाम्रा गाउँ त मेसिनले जोत्दैन, हामी त बल्लले जोत्ता छौँ। 3 हल बल्ल छन्। देखे मेरा खेत 3 हल बल्ल छन्। 20 जनी रोप्नेरी, 15 जना बाउसे। हेर यसरी पानी सानी खाँदा छौँ हामी। यस्तरी गर्नुपर्छ। अहिले रोप्न लागेका छैन पो, अहिले खेत बनाउँदैछन्। हामी रोप्नेरी चाहिँ हप्र छन्। म भिडियो बनाउन लागि चाहिँ तल आइगएँ। अरू रोप्नेरी चाहिँ हप्रै छन्, आएका छैन। अहिले गोडा बनाउँदैछन्। अब बाउसेले गोडा बनाइसकेपछि रोप्ताने बाउसेले गोडा बनाइसक्यो। अब यी दाजु बिउ फाल्न लागेन। अब हामी रोप्नेरी आउँदा भ्यौँ। अब आउँदासम्म म त नापा बल्ल जोत्तु भएँ। कहिले टोराइ गरेकी छैन पो। देखेँ मैले बल्ल जोत्न लागि छोराटीले जोत्दैन भन्दा चाहिँ के आउँदो त भनिखेन मैले हे आज मैनी चढिखेन बल्ल जोते। तम्रा गाउँ कोही छोराटी जोत्नी छौ कि नै? हाम्रा गाउँ त जोत्छु छु। म त आज जोतेँ। गाली दिन लागेका छ तर पनि मैले जोतेँ। के आउँदो त भनिखेन हुँदो क्या त हो कि नै? मान्छेले बनाएका त नि सबै, तर पनि जोतेँ। रमाइलो गर्नका लागि जोतेँ। अब छम हामी छम्काउन लागेका छौँ बिउ खेत रोप्नका लागि। यस्तरी आलीमा हाम्रा आली उदा रोप्दैन। पहिला आली उदो रोपेन, नत्र पहिला रोप्दा चाहिँ पहिला आली उदो खेत गर्ने बेला माठा उदी भनिखेन रोप्यौँ न। हामी यसरी छम्काउन लागेका छौँ खेत रोपेखेन। यत्रो यो खेत छ कोही तक सकिएला बिचारा न घामले आबद विपद आइगयो। अब बा छ कि यो पागो खेल्ने? अहिले त पागो खेल्न पाइँदैन। अहिले त रोप्नेलाई रोप्न दिनु पर्यो। यत्रो यो खेत छ भाडा खेत कोही तक रोपिसकेला भनिखेन मेरा त आबद विपद आइगयो। अब पानी पनि खानु पर्यो। पानी टिसले यस्ता आबद आइगयो। पानी ल्याउने बाली बहिनी भ्याकी छ। देखे पानी ल्याउनु पर्ने त्यसले यसरी बिउ फाल्लान। अब कति गोडा छन्? अब 4 गोडा त यता ओरका रोपिसकेल्यौँ। अब म यिनलाई पानी दिन जान लागेकी छु रोप्नेहरूलाई। चिसो मुलाको पानी लिएर आयो भने मैले चिसो मुलाको पानी ल्याइकन अब ती रोप्नेहरूलाई दिन जान लागेकी छु। यो ठुलो बुवाले सुमातेको छैन क्या, त्यो सामा लाउने बालो हो। देखे सामा लाउने बालो